नमस्ते, म चाहिँ सिकारी साइल हाल दिल्लीमा बस्छु। फिलहाल चुनावको सिलसिलामा 5 कोटी छम्पल गाउँपालिका वडा नम्बर 4 चाहिँ हाम्रो। हामी चाहिँ 3 भाइ चाहिँ यसो घुम्दै गर्दाखेरि 5 कोटी छम्पल गाउँपालिका वडा नम्बर 7 अरे भोटे नामलङ को यो चाहिँ एउटा इतिहास छ यहाँ। के इतिहास छ भने उहिलेको जमानामा अब नेपालीमा भन्दाखेरि चटाङ हानेर फुटेको ढुङ्गा भनेको छ। त्यो ढुङ्गा र यो ढलेको ढुङ्गा चाहिँ जोडेको रहेछ। यस्तो माथिको र चटाङ हानेको चाहिँ सर्लक्क फुटेर चाहिँ एउटा भित्रमै चिप्केको छ, एउटा तलपट्टि पल्टेको छ। तलपट्टि पल्टेको त अब यस्तै बसिया ठुलै रहेछ। भित्तामा चिप्केकोमा चाहिँ हाम्रो कति फिटको बुद्ध अरे 84 फिटको बुद्धको चाहिँ मूर्ति चाहिँ निर्माण गर्दैछ। फिलहाल अहिले त्यो भित्तामा लगभग टाउका चाहिँ रेडी भएको छ साथीहरू। बाँकी बनाउनु अझै बाँकी सकेर अझै बनाउँदैछ अरे। यो चाहिँ हाम्रो भोटे नामलङ। यति सुन्दर छ कि भोटे नामलङ। यो ढुङ्गा ठुलो ढुङ्गा देखाइदिनु होला। चटाङले हानेको तामाङ भाषामा चाहिँ छोजे बुङ्गो भन्छ है। यो चाहिँ भोटे नामलङ। बडा कृषिमा चाहिँ हरेक चिजहरू उत्पादन गर्ने ठाउँ चाहिँ यति नै राम्रो रहेछ कि पानीको कमी छैन, जग्गाको कमी छैन। अलिकति कृषिको चिजमा फेलाएर जो यो गाउँको भेगमा हुन्छ त्यो बनाएको चाहिँ बडा राम्रो रहेछ। यही हो हाम्रो भोटे नामलङमा चटाङले हानेर फोडेको ढुङ्गामा बुद्धको मूर्ति खोप्दै छ। अहिले हल्का टाउको मात्रै निकालेको रहेछ, बाँकी बनाउनु बाँकी रहेछ अझै पनि। ल झनै राम्रो हुने भयो, पछिको दिनमा त राम्रो हुने भयो।